Hello everyone, Namaste, Shejolo. A very happy new year once again. पुनः एकपटक तपाईँ सम्पूर्णलाई नयाँ वर्ष 2082 सालको अत्यन्तै सुखद शुभकामना दिन चाहन्छु। तपाईँको सुस्वास्थ्य, तपाईँको सफलताको र खुसीको कामना गर्न चाहन्छु। तपाईँलाई सधैँ जीवनमा आफूले गर्न चाहेका समाज, देश र आफ्नो लागि हित हुने कुराहरूमा सफलता मिलोस्, प्राप्ति होस्, उपलब्धि होस्, यही शुभकामना दिन चाहन्छु। सिक्किम बसाइ पछि नेपाल मेरो घर आइपुगेको छु, सार्जन बिल्डिङ। सिक्किममा रहँदाखेरि सिक्किमको हाम्रो सिक्किम लभ प्रिमियरमा हामीलाई सहयोग गर्नुहुने सम्पूर्ण दर्शक, अतिथिगण र मेरा सिक्किम लभका टिमलाई धन्यवाद दिन चाहन्छु। सिक्किमको रावङ नाम्ची को बसाइमा आदरणीय मामा सोनम भुटिया र आन्टी लगायत त्यहाँ होटेलका साउजी साउनी र परिवारलाई, त्यसगरी नाम्चीको बसाइमा हाम्रो सर शैलेश, आदरणीय सर शैलेश प्रधान, म्याडम कल्याणी म्याडम र उहाँको सम्पूर्ण परिवारलाई विशेष धन्यवाद दिन चाहन्छु। यो चोटिको सिक्किम बसाइमा थप अर्को उपलब्धि के भयो भने गान्तोकमा मलाई शान्ति दिदीले, हाम्रो खासमा भाउजू पर्नुहुन्छ, म दिदी भन्छु, उहाँले एज अ गेस्ट पाहुनाको स्वरूपमा बोलाउनु भयो। अनि उहाँको आमाले पनि मलाई बोलाउनु भएकोले उहाँसँग भेट गर्दा आफ्नो आमा भेटे जस्तो महसुस भयो। मलाई पहिलोचोटि उहाँको घरमा जाँदा मलाई पहिलोचोटि गए पनि त्यस्तो फिल भएन, मेरो आफ्नै घर फिल भयो। आमा, हेम दाजु, भाउजू भेरी केयरिङ हुनुहुँदो रहेछ। उहाँहरू सबैलाई धन्यवाद दिन चाहन्छु। राजकुमारजी र इन्टायर सिक्किम लभका टिमलाई पनि धन्यवाद दिन चाहन्छु। यो सिक्किम को बसाइ अत्यन्तै उपलब्धिमूलक, अत्यन्तै स्मरणीय भयो। नाम्चीमा हाम्रो फिल्म सिक्किम लभ चाँडै लाग्दैछ, सम्पूर्णलाई सहयोग गरिदिन टिकट काटेर आग्रह गर्दछु। र नेपालमा हुनुहुने विशेष गरी काठमाडौँका दर्शक महानुभाव, अतिथिगणलाई चाहिँ म आग्रह गर्न चाहन्छु। यो वैशाख 6 गते हाम्रो खोटाङ गुरुङ तम्मु सेवा समाज काठमाडौँको डकुमेन्ट्री सो छ। 6 गते, वैशाख 6 गते र वैशाख 13 गते चलचित्र भुपुलाउरे, जुन मैले निर्देशन गरेको हुँ, प्रदर्शन छ। टिकट अग्रिम खरिद गरेर सहयोग गरिदिनु होला, यही आग्रह गर्दै नयाँ वर्ष 2082 को पुनः एकपटक सम्पूर्ण मान्यजन, प्रियजन एवं मेरा शुभचिन्तकहरूलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। सबैको भलो होस्, यही कामना गर्दै बिदा हुन्छु। नमस्ते।